हेलो नमस्ते साथीहरू सबैजनालाई। आज चाहिँ यो कपनमा आएको बाढी, कपनको यो बारम्बार आइरहेको बाढीहरूमा यो चाहिँ एकदमै ठुलो, आजको चाहिँ एकदमै ठुलो घना तीव्र गतिले आइरहेछ पानी पानी आइरहेछ। त्यही भएर यहाँको जनजीवनहरू एकदमै प्रभावित भइरहेछ। मान्छेको घर घरबाट पानी फाल्ने कामहरू भइरहेछ, पानीहरू पसिरहेछ। के घर घरमा पानीले यति क्षति गरेको छ कि आज यहाँ आज हेर्नुहोस्, आज यो सालको एकदमै ठुलो बाढी आइरहेको छ साथीहरू। हेर्नुहोस् साथीहरू, यस्तो हुँदा नि यहाँका सम्बन्धित निकायहरू कता पुग्यो, कहाँ गयो, कसैलाई चासो छैन। अझै पानी तीव्र गतिमा बढ्दैछ। पानीको स्तरहरू यही बाढीमा चाहिँ विभिन्न अब वस्तुहरू जस्तै फोहोरहरू बगाएर ल्याइरहेछ, काठहरू बगाएर ल्याइरहेछ। यता पानीले प्रभावित गरेर मान्छेको पसलमा घरमा बस्दैछ, त्यहाँ पनि सटो पुग्न लागिरहेछ। हेर्नुहोस् घर घरमा पस्न लागिरहेछ। यहाँ यति उता पसिसकेको छ। फरेस्टमा पुगेछ। फरेस्टमा पुगेछ।